पूर्णता होइन प्रगति खोज्नुहोस्। हामी सबैजना पर्फेक्सन खोजिरहेको हुन्छौँ। हाम्रो सेसनमा म्याक्सिमम साथीहरू आउनुहुन्छ र 10 दिन 12 दिनमै उहाँहरू आउँदाखेरि टोटल हाम्रो 12 डेजको सेसन हुन्छ र उहाँहरू आइसकेको 1-2 दिनमै म्याक्सिमम साथीहरूले पर्फेक्सन खोजिराख्नुहुन्छ। तर यो गलत तरिका हो। हामी 1-2 दिनमै पर्फेक्सन खोज्नु हुँदैन। इभन हामी 10 वर्षमा पनि आफूमा पर्फेक्सन कहिले पनि खोज्नु हुँदैन, किनभने हामी कोही पनि पर्फेक्ट बन्न सक्दैनौँ। त्यसैले अबदेखि तपाईँ कुनै पनि ठाउँमा बोल्न गइराख्नु भएको छ भने पर्फेक्सन नखोज्नुहोस्। हामीले के गर्नु पर्यो त? हामीले प्रगति खोज्नु पर्यो। तपाईँको हरेक स्पिच लास्ट स्पिच भन्दा 1% बेटर बनाउने ट्राई गर्नु। हरेक स्पिचलाई रेकर्ड गर्नुहोस्, सुन्नुहोस् र त्यहाँ भएको मिस्टेकलाई ओभरकम गर्ने ट्राई गर्नुहोस्। हरेक पल्ट तपाईले जब स्पिच दिनुहुन्छ त्यो स्पिचमा तपाईले आफूलाई इम्प्रुभ गर्ने ट्राई गर्नुहोस्, तपाईले प्रगति गर्ने ट्राई गर्नुहोस्। यदि तपाईँ हरेक स्पिचमा 1% पनि इम्प्रुभमेन्ट गर्नुहुन्छ भने अथवा तपाईँ दैनिक रूपमा आफूमा 1% परिवर्तन ल्याउनु भयो भने तपाईँ आउने 1 वर्षमा आफूमा 3700% इम्प्रुभमेन्ट गर्न सक्नुहुन्छ। इजी टक्स, अब खुलेर बोल्ने पालो तपाईँ।